विदेशको लुगा लाउन पाएको चाहिँ मक्ख पर्दैन होइन त साथीहरू। मेरो छोरीको लुगा आएको छ कि त्यही भएर म तपाईँहरूसँग पनि यसरी सेयर गर्दैछु। के अरे अस्ति युकेबाट उसको कान्छी बोजूले पठाइदिनु भएको थियो, अनि आज चाहिँ कोरियाबाट उसको शर्मिला बोजूले पठाइदिनु भएको। अनि म तपाईँहरूलाई देखाउँदैछु कि यो जिन्सको यस्तो सर्ट छ नि, कस्तो राम्रो छ क्या यो जिन्सको। अनि यो चाहिँ भयो उसको त्यसको भित्री हो, यस्तो राम्रो छ नि, वाइटमा कस्तो राम्रो छ क्या, माथिबाट चाहिँ यस्तो लेसहरू छ है। अनि त्यसपछि अर्को यो भयो क्या, यस्तो शीतल छ है यो कपडा, छुँदै कस्तो राम्रो छ क्या, यस्तो नरम है। अनि यसको भित्री पनि छ क्या यस्तो, कस्तो राम्रो छ। गर्मी महिनामा चाहिँ एकदमै शीतल हुने खालको कपडा चाहिँ यो अर्को भयो होइन। अनि यो चाहिँ अर्को छ, यो पनि जामा हो, वाइटमा कस्तो राम्रो छ क्या। अनि यस्तो यो बाहुलाहरूमा पनि लेस भएको है। तलको यसको बुट्टा यस्तो राम्रो छ नि है, कस्तो राम्रो देखेको छ क्या। अझै यो घामले टल्किरहेछ क्या, त्यही भएर त्यो त्यति राम्रो देखिएन। अनि यस्तो राम्रो देखिएको छ। यो पनि अर्को भयो, म अर्को पनि देखाउँछु है त तपाईँहरूलाई। यो पनि छ क्या, यस्तो राम्रो छ है। यो पनि कलर पनि यस्तो मिठो कलरको है, यस्तो शीतल कस्तो राम्रो हुन्छ। यसको पनि भित्री छ, कस्तो राम्रो छ क्या, भित्री पनि बाक्लो है, राम्रो गर्मीमा लगाउनलाई पनि खालको छ। साँच्चै भन्ने हो भने मैले अहिलेसम्म नेपालमा त खासै त्यस्तो लुगै किनेको छुइनँ, भन्दाखेरि चाहिँ गफ लागे जस्तो हुन्छ होइन। तर मैले खासै साँच्चीकै हो किनेकै हुँदिनँ क्या। यसो चाहियो भने अब पेन्टीहरू भित्र लगाउने गन्जीहरू चाहिँ किन्छु। अनि यो पनि अर्को छ क्या, कस्तो राम्रो छ यो, यस्तो हेर्दा पनि राम्रो छ क्या, यस्तो नरम है, कस्तो नरम खालको क्या, शीतल न शीतल है। यो चाहिँ यस्तो के अरे पातल राम्रो खालको छ गर्मीमा लगाउँदा। अनि त्यसको अर्को साइज पनि छ क्या, सानोबाट पनि छ ठुलोबाट पनि छ। यो चाहिँ अलिकति ठुलो भयो। यो पनि यस्तो राम्रो छ नि, यस्तो नरम छ क्या, लाउनलाई चाहिँ एकदमै मजा आउने खालको छ। गर्मीको लागि चाहिँ एकदमै राम्रो हुन्छ, यस्तो नरम क्या। अनि अर्को पनि छ, म अर्को पनि देखाउँछु। कस्तो राम्रो जामा क्या, पुन्टुङ 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 भरेको जामा, कस्तो राम्रो छ क्या। भगवान् हाम्रो राम्रो छ, कस्तो नरम छ क्या, हेर्दै यस्तो राम्रो छ। जिन्सको सफ्ट जिन्सको कस्तो पुन्टुङ पुन्टुङ परेको, कस्तो राम्रो छ। त्यस पछाडि अर्को पनि छ, म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ जाडोमा हुन्छ भनेर पठाउनु भएको रहेछ, कस्तो राम्रो छ क्या। हेर्नु न क्वालिटी कस्तो राम्रो, गोजी हेर्नु न, गोजी लभ स्टाइलको कस्तो राम्रो, दुईवटा गोजी है। मेरो छोरीले मक्ख परेर लाउने भयो, खुसी भइरहेछ मेरो छोरी त। लुगाहरू पाएदेखि त उसको त सधैँ यसरी नै आउने हो। मैले पहिलाको चाहिँ यसरी भिडियो बनाउँदिनँ थिएँ कि, तर अहिले चाहिँ मैले यसरी बनाएर देखाउँदैछु। अनि अर्को पनि छ, यो पनि जाडो महिनामा हुन्छ, कस्तो राम्रो लेस क्या, माथि लेस है, अनि तल चाहिँ पिङ्क कलरको, कस्तो राम्रो छ क्या, यस्तो राम्रो छ। बाहुलाहरू कस्तो राम्रो है, बाहिरको कपडाहरू छुट्टै राम्रो हुने। यो चाहिँ मलाई किचनको लागि अरे क्या, पुज्ने, कस्तो राम्रो नरम छ, राम्रो छ। यो पनि मलाई एकदमै मन पर्यो। यो चाहिँ स्कार्फ भयो, स्कार्फ पनि पठाइदिनु भएको रहेछ, यस्तो राम्रो छ स्कार्फ है, अब लगाएर टुइ 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 परेर हिँड्ने हो। अनि अर्को छ, यो चाहिँ मेरो छोरीको लागि ब्याग पठाइदिनु भएको, साइड ब्याग, यस्तो राम्रो छ क्या। ठुलो मान्छेले बोक्न नि मिल्छ, यो लामो छोटो गर्न मिल्ने रहेछ। अनि कस्तो राम्रो दुईवटा चेन छ क्या। अनि त्यहाँ चाहिँ चट्ट पारेर यहाँ के बोक्नलाई, फोनहरू बोक्नलाई होइन, चट्ट पारेर बोक्न कस्तो राम्रो छ। यो पनि एकदमै राम्रो छ, कस्तो राम्रो ल्यादरको के। अनि मेरो लागि पनि आएको छ, मेरो लागि चाहिँ एलबीको ब्याग आएको छ हो, म त एकदमै मक्ख छु यस्तो राम्रो छ नि है। त्यसपछि सानो पुन्टे गोजी पनि रहेछ क्या, यता साइडमा के लगाएर उसलाई सजिलो। अनि त्यस पछाडि यता भित्र पनि चेन रहेछ एउटा, अनि सानो दुईवटा पकेटहरू छ, एकदमै राम्रो छ। थ्याङ्क यू सो मच बजुहरू। अनि यो अर्को पेन्ट छ, यो पेन्ट चाहिँ यस्तो लाग्यो, एकदमै राम्रो छ यो पनि। अनि अर्को भयो सक्स, अनि अर्को पनि सक्स छ क्या। थ्याङ्क यू सो मच बजुहरूलाई।